हजुर, यो 17 प्रो म्याक्स नै हो अरेन्ज कलरमा। हेर्नुहोस् कस्तो लाग्यो हजुरलाई? क्यामेरामा त्यो प्रोटेक्सन ब्ल्याकमा अनि केस ब्ल्याक, प्रिमियम केस अनि अगाडि अनाङको प्रिमियम ग्लास कस्तो लाग्यो हेर्नुहोस् त मोडिफाई गरेको मैले। ल अब यो म कसरी गरेँ हजुरहरूलाई देखाउँछु है त। फर्स्टमा चाहिँ म हजुरहरूलाई यो क्यामेरा प्रोटेक्सन हालेर देखाउँछु। अघि म ब्ल्याक थियो नि होइन? अब हेर्नुहोस् अरेन्ज छ नि यसको ओरिजिनल त अरेन्ज हो। ओरेन्जमा अरेन्जै हाल्नुहुन्छ है। ओरेन्जै हाल्न नि पाइयो त्यो हजुरहरूलाई मनपर्छ नि तर मैले चाहिँ हल्का मोडिफाई गरेको छु ओरेन्जमा ब्ल्याक हालेको छु ब्ल्याक फेरि मार्केटमा त्यति पाउँदैन ल यो चाहिँ अब जापानले पहिल्यै ब्ल्याक पनि आउँछ भन्ने हल्लामा ब्ल्याक ग्लास बनायो पछि अब ब्ल्याक त आएन ब्लू आयो सो हामीसँग चाहिँ अलिअलि स्टक छ यो चाहिन्छ भने भन्नु होला हजुरले व्हाइटमा नि ब्ल्याक हाल्दा दामी देख्छ यो ओरेन्जमा नि ब्ल्याक हेर्नु त कति राम्रो देखेको क्यामेरा प्रोटेक्सन यो चाहिँ जापानिज ब्रान्ड हो होइन एकदम जेन्युन तपाईँको क्यामेरा क्वालिटी घटाउँदैन नत्र म आफ्नो मात्रै राखिदिन्थेँ मेरो आफ्नै फोन हो होइन अनि अनाङकै ग्लास भइहाल्यो एकदम प्रिमियममा यो चाहिँ मैले नन प्राइभेसी क्लियरमै राखेको छु हजुरहरूलाई प्राइभेसी चाहिन्छ भने प्राइभेसी नै पाउनुहुन्छ यिनीहरू एक्सपेन्सिभ छ है टिकटकमा हेर्नुहुन्छ हजुरहरूले एक्सपेक्टेसन एकदम कम राख्नुहुन्छ मैले प्रिमियम सामानहरू लिएर आएको छु एकदमै राम्रो जेन्युन क्वालिटीको प्याकेजिङै हेर्नुहोस् न एक्सपेन्सिभ पर्छ नि हजुर अब यो ग्लासहरू 100-200मा आउने ग्लासै होइन यो हामीलाई नै आउँदैन भन्नुहुन्छ ग्लास 100-200मा आउँछ भन्नुहुन्छ आउँदैन हजुर आउँदैन है त्यो आउने पनि पाउला अरू ठाउँमा पाउला मैले राखेको छैन मैले दिन्छु जे सामान दिन्छु राम्रै सामान दिन्छु खोजी खोजी ल्याएको छु मैले आफैले यो चाहिँ हजुरहरूले आफूले घरमा पनि हाल्न सक्नुहुन्छ यसको चाहिँ यो प्याकेजमै आउँछ सबै चिज क्लिनरहरू एउटा वाइट वाइप भयो एउटा ड्राई वाइप भयो अनि यो राम्रो ग्लासहरू हाल्दाखेरि चाहिँ बिग्रिहाल्ने भन्ने समस्याहरू हुँदैन हामीले पनि हाल्ने सेम त्यही गरी हो म तपाईँलाई देखाइदिन्छु सट्ट मजाले वेटले पुस्ने अनि त्यसलाई ड्राई गर्ने यो ड्रायरले अनि अलिकति हावा नलाग्ने धुलो नउड्ने ठाउँमा बसेर गर्नुभयो भने त झन् सजिलो धुलो उड्यो भने चाहिँ हल्का गाह्रो हुन्छ है धुलो नउड्ने ठाउँमा गएर बसेर गर्नुभयो भने सरी बसेर गर्नुभयो भने चाहिँ त्यति प्रब्लम हुँदैन यसो छ भन्दा मेन कुरा भनेको धुलो हुनु भएन स्क्रिनमा धुलो यसरी टक्क पन्साउने अनि यसरी चेक गर्ने एकताल है सानो सानो धुलोहरू डटहरू छ कि छैन भने त्यो भयो भने चाहिँ तर अब यो राम्रो ग्लासले त त्यो पनि खाइदिन्छ नखाने त होइन यसमा हेर्नुहोस् है अब मैले कसरी इन्स्टल गर्छु भने यो यही ग्लास हो होइन 2.5D 9 हर्सको अब एन्टी स्क्रच होइन ड्रप प्रोटेक्सन त्यो त छँदैछ यो ग्लासमा अब यसको प्याकेजिङ हेर्नु यसको हुन्छ नि यस्तो जेन्युन हुन्छ कि अब यसलाई अलिकति कस्तो माथि पर्छ नै यो चाहिँ मैले फेरि प्याकेजिङ हजुरहरूलाई देखाएको ल यो अघि अनबक्सिङ त गरिसकेँ मैले सट्ट लगाइदिइसकेर फेरि अब त्यो चलाउँदा चलाउँदै फेरि धुलो भइसक्यो सो त्यसैले पुस्दैछु म फेरि यो पुसिसकेको थिएँ सट्ट पुस्ने धुलोहरू केही नहुने गरी पुस्ने एकताल आँखाले हेर्ने चेक गर्ने अनि त्यसरी सट्ट लगाएर ग्लास निकाल्ने ग्लास निकाल्दाखेरि चाहिँ यो ग्लासको गम भएको पार्ट छ नि यसरी ग्लासले सर यसो गर्नुभयो भने नि हजुरको धुलोहरू छ भने सट्ट फोनबाट झर्छ है त्यो गर्ने अनि ग्लासको त्यो गम भएको पार्टलाई चाहिँ तलैपट्टि पार्नु पऱ्यो है हजुरहरूले निकाल्दाखेरि माथिपट्टि पार्नु भयो भने त्यसमा धुलो परिदिन सक्छ तलैपट्टि पारेर यसरी ग्लास निकाल्नुहोस् टक्क हातमा यसरी मिलाएर राख्नुहोस् दुइटै हातमा बराबर बनाएर राख्नुहोस् भित्र गम भएको ठाउँमा नछुनुहोस् अनि फोनमा पहिला हातले एडजस्ट गर्नुहोस् होइन मजाले एडजस्ट गर्नुहोस् है मजाले एडजस्ट गर्नुहोस् अनि त्यहाँ पछाडि आफूलाई फ्रेमिङ मिल्यो जस्तो लाग्छ भने सट्ट छोडेर भिडियो गर्दै गर्दाखेरि मैले हल्का बिगारेको छु तर यो राम्रो ग्लासमा हेर्नु है आफै बस्यो नि है सबै लियो नि त्यहाँ बिच बिचमा बबल्स बसेको छ होइन भिडियो गर्दै गर्दा ए बबल्स यसरी औँलाले यस्तो गर्दाखेरि पनि जान्छ अब जति जाँदैन जहाँनिर गएको छैन त्यहाँनिर हजुरहरूले के गर्नु सक्नुहुन्छ भन्दाखेरि आफूले घरमा हाल्दाखेरि चाहिँ ठक्क हल्का नङले उचालेर अनि एटिएम कार्डमा एउटा कपडा या यही अब पुस्ने त्यो कपडा हुन्छ नि त्यो बेरेर त्यो एटिएम कार्डले हल्का हल्का ठेल्नुभयो भने चाहिँ यो लाग्छ है ल हेर्नुहोस् कस्तो राम्रो भयो अब यो ब्ल्याक केस हालेपछि हेर्नु त पछाडि ब्ल्याक आँखा अनि टक्क लागेर आइफोन 17 प्रो म्याक्स ओरेन्ज कलरमा व्हाइटमा पनि सेम यही गर्न मिल्यो है यो केस पनि एकदम दामी छ नि म्याक्सेप छ मैले केस देखाउँदैछु हजुरहरूलाई म्याक्सेप छ ड्रप प्रोटेक्सन पनि छ एकदम राम्रो केस छ यदि यो सबै चाहिएमा मोडिफाई गर्न मन छ भने चाहिँ क्वाज मोबाइललाई सम्झिनु होला धन्यवाद